हेलो गाइज दाइ त्यहाँ पऱ्यो मरेछ यार हो र होइन त हेर्नु ओ भाइ साहब हेर्नुहोस् गाइज तपाईँहरूले देख्नुभयो परेवा मरेको रहेछ बिचरा घाँटीमा यो रसी बेरेर मरेछ एकदम दुःख खबर दुःखको खबर सुन्न त एमा गु पनि प्ल्यात्तै हालेछ गो भएर मऱ्यो यो अहिले देखेको रहेछ अनि किन मरेको भन्दा चाहिँ खासमा यसको यहाँ चाहिँ बच्चा छ होइन दुईवटा बच्चा रहेछ बच्चालाई चारो खुवाउनु आउँदाखेरि मरेको हुनसक्छ किनभने हामीले चाहिँ यहाँबाट निकालेर परेवाको बच्चालाई यहाँ जेनेरेटर मुनि राखेको थियो जेनेरेटर मुनि राख्दाखेरि चाहिँ बच्चा खालि दौडिरहेको थियो कि यताउति अब डर पनि हुन्छ यहाँ चिल पनि उडिरहेको हुन्छ होइन यति धेरै उहाँ देख्नु सक्नु चिल यति धेरै छ कि यति धेरै चिल छ क्या देखियो कराउँछ होइन अब मेन चिज चाहिँ अब यसलाई यत्तिकै खुल्ला चाहिँ अलिकति राखिदिनु पऱ्यो जस बच्चालाई खाना उना खाओस् अनि बच्चा उडिसकेपछि चाहिँ होइन अनि त्यसपछि बच्चा उडिसकेपछि चाहिँ बिचरा उयो होस् अब यसको त च्यान गइसक्यो भाइ यसलाई निकालेर फाल्दैौ न त के गर्छ फाल्दै फाल्दैन कसरी निकाल्छ चिमा मैले देखेन कि म आउनु त आँटे यार छतमा सो हेलो गाइज देख्नु सक्नुहुन्छ परेवा चाहिँ मरेछ है बिचरा बच्चा चाहिँ यो भित्र छ दुईटा बच्चा चाहिँ यो भित्र छ हेर्नु सक्नुहुन्छ उहाँनिर छ अनि बुढा चाहिँ मरेछ नि बुढी चाहिँ उहाँ टेन्सनले बिचरा झुक्रेर बसेको उसको मनमा के बितिरहेको होला हेर्नुहोस् एकदम टेन्सनमा छ बिचरा आफ्नो बुढा मरे है घाँटी फसेर फाल्दै मान्छेले के भन्दैन भन्दैन फाल्दैन उहाँ पुऱ्याइदिउँ ल मौसम पार्टी जिन्दाबाद जिन्दाबाद ल भोट केमा मौसममा